Hello guys, Darshan, namaste and welcome to my YouTube channel after so long time. आज चाहिँ मैले मोबाइल स्क्रॉल गर्दै जाँदा चाहिँ यो भिडियो भेटे अनि मलाई चाहिँ आज YouTube मा चाहिँ यो भिडियो चाहिँ राख्नु मन लाग्यो कि यो भिडियो चाहिँ मेरो ठ्याक्कै 1 वर्ष पहिलाको भिडियो हो किनकि अहिलेको सिजन एकदमै गर्मी सिजन भइसकेको छ लुगाले पनि हजुरले थाहा पाउन सक्नुहुन्छ एकदमै धेरै जाडो सिजनको भिडियो अपलोड गर्दै छु फलाम काट्नको लागि फलाम नै चाहिन्छ भने चाहिँ यस्तो जाडोको सिजनमा पनि हामी आइसक्रिम खाँदै छौ छोरो चाहिँ एकदमै धेरै खुसी भएको छ उसलाई चाहिँ बाहिर निस्किन पाउँदाखेरि अझ बढी खुसी हुन्छ अनि यस्तै मिठो मिठो आइसक्रिमहरु खान पाएपछि हेर न उसको रियाक्सन नै छुट्टै हुन्छ अनि हामी चाहिँ यता सबैजना आइसक्रिम पार्टी गइराछ आज हामी आएको ठाउँ चाहिँ आवाजी सीमा बोकुजो हो यहाँ चाहिँ हामी आज किन आएको भन्ने कुरा चाहिँ यो भिडियो लास्टसम्म हेर्नु भयो भने चाहिँ हजुरले थाहा पाउन सक्नुहुन्छ यो चाहिँ गाजर हामीले खानको लागि किने हो हैन यो चाहिँ केको लागि किनेको भन्ने कुरा पनि हजुरले लास्टसम्म हेर्नुपर्छ भिडियो है अनि यहाँको चाहिँ दूध पनि एकदमै धेरै मिठो अनि कोही पनि एकदमै धेरै मिठो हुन्छ भनेर चाहिँ हामीले थाहा पाएपछि चाहिँ मैले एउटा कोही अनि एउटा टेस्टको लागि चाहिँ मिल्क पनि किने अनि मलाई पनि एकदमै मिठो लाग्यो गाउँहरुको जस्तो त नहुनी दही पनि हामीले सुपरहरुमा किनेर खानु भन्दा चाहिँ अलिकति मिठो नै लाग्यो प्योर जस्तो लाग्यो अनि मेरो भाइ बहिनी चाहिँ कहिले कोही नखानी मान्छेले पनि आज यहाँको कोही चाहिँ एकदमै मिठो लाग्यो भनेर चाहिँ खाइराको थियो अनि यो चाहिँ टोपी हामी चाहिँ आज खास गाई दुहुनको लागि आको गाउँ घरमा जन्मेम हुर्केम गाउँ घरमा गरेको कुरा भन्दा पनि अझ जापानमा आएर गर्दा चाहिँ एकदमै धेरै नौलो लाग्ने अनि त्यही भएर आज हामी चाहिँ खास गाई दुहुनको लागि आको गाई दुहुनको लागि चाहिँ हामीले सबैभन्दा सुरुमा चाहिँ यस्तो टोपी लाउनु पर्ने रहेछ अनि अहिले चाहिँ हाम्रो टाइम भएको छैन 1 बजेबाट हो गाई दुहुने टाइम चाहिँ 1 बजेबाट भएको भएर चाहिँ हामी यतिकै बसेर टाइम स्पेन्ड गरिरहेका छौं किनकि हामी बिहानै 8 बजे नै आइसकेको थियो हामीलाई यहाँ टाइम चाहिँ थाहा थिएन तर यहाँ चाहिँ यस्तो छ भन्ने कुरा चाहिँ थाहा थियो अनि यो चाहिँ हाम्रो दिउँसोको खाना अनि हामी चाहिँ दिउँसोको खाना साना खाएर अनि अघिको गाजर चाहिँ यसरी घोडा यो खच्चरलाई चाहिँ दिने हो अनि हामीले चाहिँ यसरी अघि किनेको गाजर चाहिँ दिदै छौं जे पाए त्यही दिन नमिल्दो रहेछ अनि यो चाहिँ हामीलाई एसा आगेरु भनेपछि उनीहरुले चाहिँ किनेर यो पनि किनेर हो फ्रीमा त होइन अनि किनेर चाहिँ हामीले यसरी दिदै छौं अनि सबैजनाले पालो पालो दिन लाग्यो दुई जनै डराइराको छ के अनि फेरि गाजरको मण्डो चाहिँ अलिकति छोटो अनि उनीहरुको मुख अलि ठुलो भएको भएर घ्याममै खान खोज्ने के अनि त्यही भएर चाहिँ डर लागिराको छ बहिनीलाई गर्न भनेको बहिनी चाहिँ मानेन डराएर अनि फेरि दाइसेर छोरोले चाहिँ गरिराको छ उनीहरु पनि एकदमै धेरै डराइराको छ के हाम्रो गाउँ घरको गाई भैँसीले चाहिँ घाँस बाहेक अरु केही पनि देख्न पाउँदैन होला के सायद यहाँ चाहिँ यति धेरै जना मान्छेहरुले उनीहरुले चाहिँ यसरी गाजर किनेर अनि उनीहरुको आफ्नो कुकीजहरु हुन्छ त्यस्तो टाइपको चाहिँ कुकीजहरु किनेर चाहिँ यसरी खुवाउनको लागि राखिरा हुन्छ उनीहरुको यो जापानको पनि एउटा पैसा कमाउने टेक्निक होला है हाम्रो नेपाली समाजमा चाहिँ लगभग गाई भैँसी बाख्राहरु चाहिँ घर घरमै पाल्ने भएको भएर खासै नौलो चाहिँ नलाग्ने तर जापानिजहरुले चाहिँ यस्तो पालेको घरपालुवा जनावरहरु खासै नदेखेको भएर चाहिँ उनीहरुलाई एकदमै धेरै नौलो लाग्ने रहेछ के अनि यो पाल्ने पनि एकदमै धेरै गाउँ साइडमा मात्रै हुन्छ यस्तो चाहिँ है जाप्पै त्यही पालिराको मैले देखे छैन उनीहरुले पाल्ने भनेको घरमा कुकुर बिरालो मात्रै धेरै जस्तो मैले देखेको चाहिँ कुकुर बिरालो चाहिँ नि देखिरा हुन्छु त्यो भएर पनि उनीहरु यस्तो ठाउँमा आउँदा चाहिँ एकदमै धेरै खुसी भएको पाइन्छ कि अनि यहाँ चाहिँ मज्जाले गाईहरु मस्त सुतिराको छ अनि यो चाहिँ गाई भइसक्यो चाहिँ खानेकुरा अनि हाम्रो चाहिँ अहिले चाहिँ टाइम भइसक्यो 1 बजे सक्यो सो यहाँ चाहिँ जुमी गर्दै छ हामी चाहिँ अब चाहिँ गाई दुहुनको लागि चाहिँ यो अघि किनेको यो चाहिँ जेत्तै लाउन पर्ने भएको भएर चाहिँ यो लाउँदै छु म चाहिँ यो लाइसकेपछि चाहिँ हाम्रो गाई आयो भने चाहिँ हामी गाई दुहुने अनि भाइले चाहिँ मैले गाउँमा चाहिँ दुहेको हैन त्यही भएर म दुहुछु भनेर बहिनी चाहिँ गाउँमा पहिलेबाट ट्राई गरेको भएर चाहिँ होस् के यस्तोमा नि पैसा खर्च गर्ने होस् भनेर चाहिँ उले चाहिँ मानेर अनि दाइ चाहिँ म अनि भाइ भएर चाहिँ दुध दुहुने चाहिँ अब ट्राई गरिराछ छोरो चाहिँ छक्क परिराछ के ला होला यस्तो के गर्न थाल्या होला उलाई केही पनि थाहा छैन नि त उ चाहिँ यतिखेर ठ्याक्कै 1.5 वर्षको भएको थियो अनि दौडौदै ल्यायो गाई चाहिँ हामीले दुहुने गाई चाहिँ यही रहेछ दिनमा दुई चोटी मात्रै दुहुने रहेछ कि गाई चाहिँ एक चोटी चाहिँ 1 बजेको टाइममा अनि एउटा चाहिँ 5 बजेको टाइममा हुँदो रहेछ दुई चोटी चाहिँ दुहुन पाइने रहेछ अनि उनीहरुले चाहिँ यसरी बाँधिसकेपछि अगाडि चाहिँ उनी नचलोस् नहानोस् भनेर चाहिँ अगाडि घाँस खान अनि पछाडी आजी नगरोस् भनेर चाहिँ प्याकेज पनि राखिसकेको छ अनि हाम्रो नेपालको जस्तै बाल्टी ल्याएर चाहिँ अब हामी चाहिँ त्यो बाल्टीमा दुध दुहुनलाई ट्राई गरिरहेका छौं तर जापानिजहरु एकदमै धेरै थिए कि यसरी दुध दुहुनको लागि रेडी भएर बसेकाहरु है सबैजनाले एक एक मिनेट चाहिँ टाइम थियो अनि एक मिनेट भन्दा बढी चाहिँ
चाहिँ टाइम थिएन अनि त्यसपछि हामीले चाहिँ सबैले दुध दुने प्र्याक्टिस गर्यौं अनि म चाहिँ एकदमै धेरै डर लागिरहेको थियो के धेरै पछि लगभग 12-13 वर्षपछि न मैले चाहिँ फर्स्ट ट्राई गर्दै छु के नेपालमा गरेको त बिर्सि पनि सकिरहेको थिएँ अनि यति गरिसकेपछि हामी चाहिँ घरतर्फ लाग्दै छौं अनि छोरो चाहिँ भक्कर हिँड्न थालेको भएर चाहिँ लडिरहेको थियो अनि उ चाहिँ पापाको पछि हो उ चाहिँ पापा एकदमै पापा र सानीमा चाहिँ एकदमै फेभरेट हो उसको अनि पापाको हात समातेर उ लुकुर अगाडि हामी चाहिँ पछाडी अनि त्यसपछि अझै हामीसँग चाहिँ धेरै टाइम थियो अनि हामी चाहिँ नेक्स्ट ठाउँमा जानी भनेर चाहिँ प्लानिङ गर्यौं अब हामी अर्को नेक्स्ट डेस्टिनेसन चाहिँ कता हुन्छ यो भिडियो चाहिँ लास्टसम्म हेर्नु है त अनि फेरि उलाई चाहिँ एकछिन बल्ल नारेरु भएछ अनि बल्ल खुसी भएको छ कि त्यो उलाई घोडालाई देखेर अनि बल्ल अलि यहाँनिर आइसकेपछि खुसी भएको छ अनि यहाँ चाहिँ दुध दुने डेरी अनि दुध राख्ने बाल्टी धेरै कुराको एक्सपिरियन्स गर्न पाइयो है भाइ चाहिँ यो समाज मैले फोटो खिचिदिनु दिदी भन्थे लाजा मैले त भिडियो खिच्दै छु अनि पछि फोटो हेर्ने बेला चाहिँ फोटै रहेनछ अनि हामी चाहिँ यहाँनिर अर्को ठाउँमा जानको लागि रेडी भइसक्यौं अनि यहाँनिर चाहिँ भित्र इन्ट्री गर्ने बेलामा चाहिँ एउटा कुपन तान्ने रहेछ त्यो चाहिँ सबिनाले मेरो एकदमै धेरै लक छ दिदी म तान्छु एउटा कुपन भने अनि हुन्छ त तेरो लक पनि हेरौँ भनेर चाहिँ उसलाई चिट्टा काट्न लगायो अनि त्यसै त्यहाँबाट चाहिँ यो डब्बाबाट चाहिँ एउटा कुपन थुत्ने अनि त्यहाँबाट चाहिँ के पर्छ अनि फ्रीमा चाहिँ लिएर जाने फ्रीमा त के भन्नु र एउटा कुची बिक्री गरेको 1000 रुपैयाँ तिरिसके सुरुमै है अब हेर मैले यसको लक मेरो लक चाहिँ एकदमै धेरै छ भनिरहेको थिएँ कि पहिले सुरुबाट अनि उसले लगाएको सुरुमा चाहिँ अब मेरो त एकदमै धेरै ब्याड लक छ दाइजले मेरो ब्याड लक छ म गर्दिन भन्यो भाइले पनि मेरो लक छैन भनेर चाहिँ यतिकै छोडेपछि सबिनाले बहिनीले चाहिँ गरिरहेको छ हेर म त उले ढोगिरहेछ के अझै पर्नु त जे पर्छ आफ्नो भाग्यमा त परिहाल्छ अनि उले चाहिँ ढोगेर हेर्दैछ के हेर मैले त के पर्छ उले चाहिँ सुरुमा मेरो एकदमै धेरै लक छ भनेपछि साली भेना एकदमै धेरै एक्साइटेड के त्यो हेर्नको लागि है अनि के पर्यो भनेर चाहिँ हेरिरहेको छ तर खासै केही परेन एकदमै धेरै सिम्पल पर्यो अनि त्यसपछि सबैभन्दा सानो पुन्टे गुडिया पर्यो अनि त्यही भने ठिकै छ भनेर चाहिँ हामीले त्यो निकाल्यौं अनि त्यहाँबाट चाहिँ एउटा चुज गर्न पर्ने रहेछ जुन लगे पनि यो सानो गुडियाबाट चाहिँ अनि उले चाहिँ पिंक कलरको गुडिया चुज गर्यो हामी केटी मान्छेहरुको चाहिँ एकदमै फेभरेट भनेकै पिंक कलर अनि उले चाहिँ पिंक पिग लिएर चाहिँ हामी अर्को ठाउँतिर जान लाग्यो अनि यो ठाउँ यस्तो दामी थियो कि यस्तो दामी थियो अनि यता आउँदा चाहिँ अलिकति गर्मी अलिकति घाम लागिसकेको थियो अनि ठ्याक्क हामी चाहिँ बाहिर हिँड्ने टाइम जस्तै भएको थियो अनि छोरो चाहिँ यसरी खुल्ला ठाउँ पाउँदाखेरि एकदमै धेरै हो के खुसी हुने उलाई चाहिँ दौडन यता उता यस्तो खुल्ला ठाउँ भयो भने चाहिँ एकदमै धेरै खुसी हुन्छ के उलाई गुम्म परेर एकै ठाउँमा घुम्न भन्दा पनि उ आफ्नै पाराले चाहिँ बाहिर घुम्नलाई एकदमै धेरै मन पर्छ के अनि आउनै नमानिसकेपछि उही पछाडी छोड्दिएको अनि पापाको रियाक्सन हो के अनि यहाँ चाहिँ सानो जू पनि रहेछ अनि चराहरुको नाम चाहिँ थाहा छैन तर धेरै डिफ्रेन्ट टाइपका चराहरु थिए तर हेरेर चाहिँ मजाले लियो है चराहरुको नाम चाहिँ एउटा पनि थाहा छैन के अनि यहाँनिर चाहिँ मजुर पनि रहेछ अनि एकछिनसम्म हामी कुर्यम मजुरले चाहिँ पखेटा पिजाउँछ कि भन्दै बस्दै गरेको लगभग 2-3 मिनेट नगरिसकेपछि चाहिँ हामी यहाँबाट पनि निस्क्यौं अनि सबै चराहरुको नाम त थाहा छैन तर पनि हेरेर एकदमै राम्रो लाग्यो एकदमै धेरै मान्छेहरुको एकदमै धेरै भिड थियो के है अनि हामी चाहिँ सकेसम्म छिट्टै निस्किने कोसिस गरेका थियौं अनि यो चाहिँ खै नाम चाहिँ थाहा भएन मजाले अहुरो बसिरहेको रहेछ यस्तो घाममा चिल पारामा छोरो पनि अहुरो नुहाइ गरिरहेको छ के उलाई पनि अहुरो त एकदम धेरै दाइस्की हो नि त अनि यो ठाउँ यस्तो दामी लाग्यो यहाँ चाहिँ लभ बर्ड्सहरु कपल्सहरु जाने जस्तो ठाउँ रहेछ अब आफू त बच्चा भएको मान्छे के को रोमान्टिक हुनु र बच्चाको पछि बच्चाले जे गर्छ बच्चासँगै खेल्न पर्यो बच्चासँगै टाइम स्पेन्ड गर्नु पर्यो अनि छोरो र म चाहिँ लहाट खेलिरहेको थियो अनि फोटो खिचौँ भनेको छोरोलाई उ चाहिँ मानेन के नखिच्ने रे भाइ फोटो त मामुसँग अनि यतिकै भिडियो खिचेर चाहिँ हामी यहाँबाट फेरि अर्को तर्फ लाग्छौं यो भिडियो हेर्नु भएको छ भने चाहिँ एकचोटी यो ठाउँमा चाहिँ अवश्य आउनुला दामी छ के तर अलि जाडो सिजनमा भन्दा पनि अलिकति गर्मी अथवा थोरै अटमतिर आउनु भने एकदमै अझ बढी राम्रो लाग्यो चाहिँ मलाई यो ठाउँ है अनि हामी चाहिँ त्यहाँबाट हिँडेर जानलाई चाहिँ अर्को ठाउँमा 15-20 मिनेट लाग्दो रहेछ तर फेरिको एउटा ट्रेन जस्तो आउँदो रहेछ त्यसमा चाहिँ 10 मिनेटमा चाहिँ हामी अर्को नेक्स्ट प्लेस जाँदै छौं
हिँडेर जाने त लगभग कोही पनि थिएन, सबैजना यसैमा चढेको भएर चाहिँ एकदमै धेरै भिड रहेछ। यो चाहिँ ट्रेन जस्तो के एनिमेको ट्रेन जस्तो थियो अनि 10 मिनेटमा आउने रहेछ अनि सबैजना चाहिँ यो एकैचोटि घुस्ने भएको भएर चाहिँ धेरै नै भिड थियो अनि हामी चाहिँ लाइन बसिरहेको छ। छोरो चाहिँ छक्क परिरहेको छ कि क्यारेक्टरको ट्रेन भएर चाहिँ अनि त्यसपछि हामी जबरजस्ती घुस्यौँ अनि हामी पनि यहाँ बस्दा एकदमै धेरै जाडो थियो कि आज अनि बस्दा दिक्क भयो थियो अनि हामी नि जबरजस्ती घुसेको अनि यो चाहिँ ट्रेन बाटोको भ्यू यस्तो डेन्जर हावा चलिरहेको थियो। कपाल मात्रै होइन मान्छे नै उडौला जस्तो हावा मजाले चलिरहेको थियो। यस्तो जाडो थियो अनि हेर न छोरो पुरै रातो भयो के त्यो चिसोले के अनुहारै अनि म पनि एकदमै धेरै मजा म बस्ने ठाउँ चाहिँ थिएन अनि म चाहिँ उठिरहेको छु किनकि बुढाबुढीहरू जस्तो मान्छेहरू धेरै हुनुहुन्थ्यो अनि उहाँहरू बसिरहनु भएको थियो अनि यो साइडबाट देखेको भ्यू हो के अनि अर्को ट्रेनको मान्छेहरूले चाहिँ बाई बाई गरिरहेको थियो अनि हामी पनि के कम भनेर हामी पनि बाई बाई गरिदिरहेको के अनि हामी चाहिँ नेक्स्ट ठाउँमा फाइनली पुग्यौँ। यहाँ आउने बित्तिकै चाहिँ मलाई कस्तो पुरानो मुभीहरूको याद आएको कि कस्तो पुरानो स्टाइलको गाडी अनि माथि चाहिँ सामानहरू राखेको अनि यहाँ चाहिँ खास फोटो खिच्ने भनिरहेको थियो। मैले चाहिँ मजाले भिडियो खिचेँ अनि यहाँ चाहिँ अर्ग्यानिक तरकारीहरू रहेछ। अहिले चाहिँ मजाले प्याजको सिजन रहेछ कि यहाँ चाहिँ अनि प्याज मजाले फलिरहेको छ। अब यताको साइडमा चाहिँ के लाउने त्यो चाहिँ थाहा छैन, अहिले चाहिँ खनेर रेडी पारेको छ सायद होला। अब नेक्स्ट केही प्लान अब के आलु सालु लगाउने होला। यस्तो दामी के अर्ग्यानिक तरकारीहरू हामीले चाहिँ केही किनेनौँ अनि यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ कि अनि छोरो चाहिँ सानो मामुको पछि लाउने भएको भएर चाहिँ ऊ सानो मामुसँग खेल्छु भनेर चाहिँ यहाँ एक टिकट काटेर इन्ट्री बनायो। पहिला चाहिँ क्यारेक्टरको ट्रेन जस्तो भएर चाहिँ ऊ खुसी हुँदै गएको थियो कि उसलाई क्यारेक्टरहरू एकदमै धेरै मनपर्ने भएको भएर अनि बस्ने बेलासम्म चाहिँ ऊ ढुक्क भएर बसिरहेको थियो, एकदमै धेरै खुसीले गदगद भइरहेको थियो अनि एक्लै बस्छु भनेर चाहिँ ऊ एक्लै बसिरहेको कि साइडमा पनि अनि त्यो पानीले पिचकिरी मारिसकेपछि त्यहाँबाट चाहिँ एक्स्ट्रा एकदमै डेन्जर साउन्ड आउने रहेछ कि है। त्यो साउन्ड त मैले राखेको छैन अनि ऊ त्यो साउन्डले चाहिँ एकदमै धेरै डरायो कि है। पहिला चाहिँ सुरुमा ठिकै माने थियो अनि पछि त डराएर चाहिँ सानो मामुतिम जान खोजिरहेको थियो अनि एकछिन बस्दा चाहिँ ऊ त्यहाँ बस्न मानेन। अब त्यहाँबाट निस्किन नि मिल्दैन नि त, लक गरिसकेपछि 1 राउन्ड त हान्नै पर्छ अनि हेर न डराएर भुत्तुक्कै भइरहेको कि ऊ चाहिँ रोइरहेको छ। यसरी डराउने खालको मान्छे त होइन तर खै किन यसरी डरायो। त्यहाँबाट चाहिँ हामी निस्क्यौँ 1 राउन्ड हानिसकेपछि। हुन त उसको एज नै अझै भएको छैन नि त सबै कुरामा एकदमै स्ट्रङ हुने, भर्खरै बल्ल 1.5 वर्षको भएर पनि होला। यहाँ चाहिँ सानो कार चाहिँ आफै चलाएर चाहिँ 1 राउन्ड हानेर यहाँको वरिपरिको भ्यू मजाले हेर्न पाइँदो रहेछ है। म चाहिँ भर्खर ड्राइभिङ लाइसेन्स निकालेको मान्छे यस्तो मजाले चलाउँछु होला भन्ने सोचेको त चलाउनै सकिनँ कि, ह्यान्डल कभर उन्नै गर्न सकिनँ कि एकदमै धेरै टाइट भएर एउटा साइड भन्दा अर्को साइडतिर जाने, अर्को साइड भन्दा अर्को साइडतिर जाने। यहाँको मान्छेहरूले यति धेरै हेल्प गर्यो कि हामीलाई एकदमै लाज मर्दो भयो। अनि नेक्स्ट चाहिँ यहाँ हामीले यो 1 2 3 6 लेखेको छ त्यो चाहिँ हामीले ढलाउन जति 4 भन्दा बढी ढलाउन सक्यो भने चाहिँ हामीलाई त्यहाँको तामानेगी चाहिँ फ्रीमा दिँदो रहेछ। अनि एकजना चाहिँ एकचोटि खेले बाबा चाहिँ 3 चाहिँ थियो कि अनि दाइसे चाहिँ यहाँ क्यु खेलेको मान्छे मैले गर्न सक्छु भनेर ऊ चाहिँ ट्राई गर्यो तर पनि उसले चाहिँ जितेन अनि मैले नि ट्राई गर्छु अनि भने अनि त्यसपछि मैले चाहिँ ट्राई गरेको, मैले चाहिँ जितेँ कि तामानेगी चाहिँ दुईटा चाहिँ जिते अनि म पछि चाहिँ भाइले पनि जित्यो। अनि यो चाहिँ रुख यस्तो दामी क्यारेक्टर पनि गराउन सक्ने कि मान्छे जापानिजहरूले यस्तो मान्छेहरूले दिमाग लगाउँछ कि सीमा छैन। अनि घर फर्किने बेलामा चाहिँ मेरो पनि लक हेर्नु पर्यो भनेर चाहिँ लक चेक गर्न थालेको, मैले पनि चिट्टा काट्छु भनेको अनि त्यसपछि एउटा चिट्टा त काटेँ, मेरो पनि सबिनाको र मेरो सेम पर्यो। खासै त्यस्तो धेरै लक त छैन कि मेरो अनि हेरेको त सबिनाको जस्तै पर्यो अनि इट्स ओके हामी ह्याप्पी भने अनि फेरि आफ्नो भाग्यमा जे छ जे लेखेको छ त्यही नै हो पाउने भन्दै थियो दाइसेले। अनि फेरि घर जाने बेलामा चाहिँ उसलाई पनि एउटा गोला पर्था गर्नु पर्यो अरे कि अनि फेरि उसले पनि गर्छु भनेर एउटा चाहिँ गर्यो, गरेर पनि उसले खासै त्यस्तो चाहिँ उपलब्धि केही पनि भएन, एउटा सानो पाइयो। सो थ्याङ्क यू सो मच फर वाचिङ।